तपाईँ चुरोट खानुहुन्छ? तपाईँले चुरोट खाए पनि नखाए पनि चुरोटको लागि पैसा भने तिरिरहनु भएको छ। सुन्दा कस्तो अचम्म लाग्यो होला है। तर यदि खानुहुन्छ भने तपाईँलाई एक बट्टा चुरोट किन्दा त्यसको प्राइस 345 रुपियाँ जस्तो लाग्छ। किनभने पैसा तिर्ने बेलामा तपाईँले त्यही तिर्नु भएको थियो। तर होइन, तपाईँले एक बट्टा चुरोट किन्दाखेरि त्यो 345 रुपियाँ बाहेक अरू 1227 रुपियाँ पनि तिर्नु भएको छ, जसको बारेमा तपाईँलाई थाहा नै छैन। र झन् अचम्मको कुरा, जिन्दगी चुरोट खाँदै खान्न म चुरोट छुँदै छुन्न भनेर बसेको मान्छेले पनि यो बिलको केही हिस्सा तिरिरहेको छ। यो भिडियोको एन्डसम्म तपाईँले बुझ्नुहुन्छ कि कसरी एउटा चुरोटको कस्ट स्मोकरको पकेटबाट मात्र जाँदैन र कसरी त्यो कस्ट नन स्मोकरसम्म पनि पुग्न जान्छ। र भर्खरै सरकारले यही प्रब्लम फिक्स गर्नको लागि भनेर चुरोटमा ट्याक्स बढाएको छ। तर किन चुरोटमा ट्याक्स बढाउनले यो प्रब्लमलाई फिक्स गर्नुको सट्टो उल्टै झन् बढाउन सक्छ भनेर पनि बुझ्छौँ। स्मोकिङ तपाईँको लागि मोरली ठिक हो कि होइन, तपाईँले गर्न हुन्छ कि हुँदैन भन्ने डिबेटलाई एकछिन साइडमा राखिदिउँ। किनभने आज स्मोकिङको बारेमा मोरल डिबेट गर्ने होइन, आज यो स्मोकिङसँग रिलेटेड पैसाको र क्यालकुलेसन गर्ने हो। नर्मल इकोनोमिक्सले के भन्छ भन्दाखेरि स्मोकिङ तपाईँको पर्सनल चोइस हो। तपाईँले सर्ट टर्म प्लेजरको लागि आफ्नो लङ टर्म हेल्थलाई ट्रेड गरिरहनु भएको छ र त्यो तपाईँको खुसी हो। यसमा सरकारले केही भन्न मिल्दैन। तर यो नर्मल इकोनोमिक्सले पुरै कुरा भने भन्दैन। यसले एउटा कुरा छुटाउँछ, चुरोटमा हुने निकोटिन एउटा एडिक्टिभ सब्सटेन्स हो र यो सब्सटेन्स कफी, गाँजा र कुनै कुनै केसेसमा त कोकेन जत्तिकै एडिक्टिभ हो। एउटा कोकेन युजर्सहरूमाथि भएको स्टडीको अनुसार 50% कोकेन युजर्सहरूलाई कोकेन गर्ने अर्ज जतिकै स्ट्रङ चुरोट तान्ने अर्ज हुन्छ। तर यसले पनि त्यो इकोनोमिक्सको आर्गुमेन्टलाई त चेन्ज गर्दैन नि त, किनभने एडिक्ट त तपाईँ हुने हो जुनमा तपाईँ खुसी हुनुहुन्छ। सो निकोटिन एडिक्टिभ नै भए पनि सरकारले यसमा इन्टरफियर गर्ने कुरा आउँदैन। सरकारले तब मात्र इन्टरफियर गर्छ जब तपाईँको एक्सनको कारणले गर्दाखेरि पुरै सोसाइटीलाई असर परिरहेको छ। यदि तपाईँले खाएको त्यो चुरोटले तपाईँ र तपाईँको क्लोज भएका मान्छेहरू बाहेक अरू मान्छेहरूमा पनि असर पार्छ भने बल्ल सरकारले केही गर्छ र यसलाई एक्सटर्नालिटी भनिन्छ। तपाईँको एक्सनको कस्ट अरू मान्छेले तिर्न परिरहेको छ र यो चुरोटको कारणले हुने एक्सटर्नालिटिजहरू धेरै छन् अनि हामीले सोचेको भन्दा धेरै मेसी पनि छन्। कुनै पनि चुरोट खाने मान्छेले पर्सनली हेल्थ इन्सुरेन्स गर्यो भने उसको प्रिमियम चुरोट नखाने मान्छेको भन्दा बढी हुन्छ, किनभने चुरोटमा हुने टोब्याकोको कारणले लाग्ने रोगहरू ट्रिट गर्न एकदमै महँगो हुन्छन् र यो हेल्थ इन्सुरेन्सको प्रिमियम महँगो हुने कुरा पर्सनल लेभलसम्म त फरक परेन। तर जब सरकारले सबै जनताको लागि भनेर हेल्थ इन्सुरेन्सवाला स्किम ल्याउँछ त्यति बेलामा सरकारले कुन मान्छेले चुरोट खान्छ कुन मान्छेले चुरोट खाँदैन भनेर यकिन गर्दै बस्न त सक्दैन। त्यसैले जब यो सरकारले हेल्थ इन्सुरेन्सको प्राइस तोक्छ त्यो बेला स्मोकरहरूलाई पनि फ्याक्टर इन गरेको हुन्छ। फर इक्जाम्पल नेपाल सरकारबाट गरिने स्वास्थ्य बिमाको प्राइस अहिले एकजनाको 700 रुपियाँ पर्छ र यो 700 रुपियाँमा स्मोकरहरूलाई ट्रिट गर्दा हुने खर्च पनि इन्क्लुडेड छ। सो यदि तपाईँले चुरोट नै खानु हुँदैन भने पनि तपाईँले चुरोट खाने मान्छेको ट्रिटमेन्टको लागि पैसा तिरिरहनु भएको हुन्छ र यो हेल्थ इन्सुरेन्स बाहेक सरकारले जनताको लागि ल्याएको अरू स्किम र अरू सब्सिडीहरूमा पनि चुरोट खाने मान्छेहरूमाथि धेरै खर्च गर्नुपर्छ, किनभने उनीहरू बढी बिरामी हुन्छन् र यसको कस्ट चुरोट नखाने मान्छेले पनि ट्याक्सको रूपमा पे गरिरहेको हुन्छ। चुरोट खाने मान्छेहरूले जेनरली चुरोट नखाने मान्छेहरू भन्दा 50% बढी सिक लिभ लिने गर्छन् र काममा आउँदा पनि बीचबीचमा स्मोक ब्रेकहरू धेरै लिने गर्छन्। अनि चुरोट खाने मान्छेहरू काममा पनि जेनरली बढी एब्सेन्ट हुन्छन् भनेर युएसमा भएको एउटा स्टडीले भनेको छ। त्यो स्टडीको अनुसार एउटा चुरोट खाने मान्छेले आफूले काम गर्ने कम्पनीलाई हरेक वर्ष लगभग $550 देखि $1100 सम्मको घाटा गराइरहेको हुन्छ। त्यसो भए के हो एक्सटर्नालिटी हो त? अब यदि चुरोट खाने मान्छेलाई अरू मान्छे भन्दा कम स्यालेरी दिने हो भने यो एक्सटर्नालिटी होइन। तर प्र्याक्टिकली कुरा गर्दाखेरि के साँच्चीकै चुरोट खाने मान्छेहरूलाई चुरोट नखाने मान्छेहरू भन्दा कम पैसा दिन सकिन्छ र कतिजनाले दिनमा कतिचोटि चुरोट खाए र कतिचोटि स्मोक ब्रेक लिए भनेर कसले हिसाब राखिरहने? तर यो कस्टलाई कुनै पनि कम्पनी या बिजनेसले इग्नोर गर्न भने सक्दैन। सो यो कस्टलाई काहीँ न काहीँबाट त रिकभर गर्नुपर्छ नि, चाहे त्यो स्यालेरी घटाउनबाट होस् या सामानको प्राइस बढाउनबाट होस् अथवा आफ्नो प्रफिट घटाउनबाट होस्। अब तपाईँ आफै सोच्नु कुनै पनि कम्पनीले के गर्छ होला र तपाईँलाई कसरी असर पार्छ त्यो कुराले। नेपालमा एकदमै धेरै जङ्गलहरू छन् तर हरेक वर्ष नेपालको 2 लाख हेक्टर जङ्गलहरू हराइरहेका छन् र यो जङ्गल हराउनुको मुख्य कारण भनेको जङ्गलमा हुने आगलागी हो र ती आगलागीहरूमध्ये 22% आगलागी चुरोट खानेहरूले गर्छन् र यो जङ्गलमा हुने आगलागीको कारणले नेपालको हरेक परिवारको वर्षमा 5000 रुपियाँ क्षति हुन्छ। सो यहाँ पनि कुनै एउटा ऱ्यान्डम मान्छेले ऱ्यान्डमली चुरोट खाएर फालेको कारणले गर्दाखेरि तपाईँको परिवारले हरेक वर्ष 5000 रुपियाँ गुमाइरहेको छ। नाउ दिस माइट साउन्ड अ बिट इनसेन्सिटिभ, तर जब एउटा चुरोट खाने मान्छे मर्छ समाजलाई फाइदा हुन्छ। लेट मी एक्सप्लेन।
कुनै पनि एउटा मान्छेले 18 देखि 60 वर्षको उमेरसम्म काम गरिरहेको हुन्छ र त्यो काम गर्दाखेरि उसले कमाएको पैसा र उसले खर्च गरेको पैसा दुवैमा नाना थरी ट्याक्स तिर्ने गर्छ र जब त्यो मान्छे 60 वर्ष पुगेर रिटायर हुन्छ अनि सिनियर सिटिजन बन्छ सरकारले उसलाई अनेक थरी सब्सिडी दिने गर्छ लाइक वृद्धा भत्ता फ्री हेल्थ केयर अनि सरकारले सिनियर सिटिजनको लागि भनेर राखेको फरक फरक फाइदाहरू उसले पाउने गर्छ तर जुन मान्छेले आफ्नो लाइफभरि रेगुलरली स्मोकिङ गरेको छ उसको लाइफ स्प्यान पनि 6 देखि 8 वर्षले गर्छ र त्यसको कारण त्यो मान्छेको डेथ पनि 60 देखि 65 वर्षको उमेरमा हुन्छ मरेको स्मोकरहरूलाई दिनुपर्ने वृद्धा भत्ता सब्सिडीहरू अब दिन परेन र त्यसबाट पैसा बच्यो र यो बचेको पैसाले बाँकी रहेका नन स्मोकर सिनियर सिटिजनहरूलाई राम्रो केयर दिन सकिन्छ उनीहरूलाई बेटर र फ्री हेल्थ केयर दिन सकिन्छ यो केसमा कुनै एउटा मान्छेले चुरोट खाएर छिटै मर्दिएको कारणले गर्दाखेरि समाजलाई फाइदा भयो यसलाई पोजिटिभ एक्सटर्नालिटी भनेर भनिन्छ सो यस्ता एक्सटर्नालिटीहरूलाई लिएर हामीले एक्सटर्नालिटी कस्ट क्याल्कुलेट गर्न सक्छौँ एक्सटर्नालिटी कस्ट भनेको तपाईँले एउटा चुरोट खाएको कारणले गर्दाखेरि समाजको कति रुपियाँ क्षति भयो त र नेपालको लागि त्यो भनेको एउटा चुरोटमा 10 देखि 12 रुपियाँ हुन्छ अर्थात् जब तपाईँले एउटा चुरोट फुक्नुहुन्छ त्यसको ड्यामेज रिकभर गर्नको लागि समाजले 12 रुपियाँ तिर्नुपर्छ तर यो त फेयर भएन नि तपाईँले चुरोट नै खानुहुन्न भने तपाईँले अरूको लागि किन पैसा तिर्ने त हो त्यही भएर चुरोटमा ट्याक्स लगाउने गरिन्छ र नेपालमा अहिले त्यो ट्याक्स भनेको एउटा चुरोटमा 7 रुपियाँ छ बट वेट समाजको क्षति 12 रुपियाँको हुन्छ तर ट्याक्स जम्मा 7 रुपियाँको छ सो 5 रुपियाँ त अझै घाटामा छौँ त्यसको मतलब भर्खरै यदि कुनै मान्छेले चुरोट फुक्यो भने समाजले 5 रुपियाँ तिर्नुपर्छ अर्थात् हामी नेपालमा बस्ने सबैजना मिलेर 5 रुपियाँ तिर्छौँ अब सोच्नुहोस् कि नेपालमा कतिजनाले चुरोट खान्छन् होला र दिनमा कतिवटा चुरोट खान्छन् होला र एउटा चुरोटमा 5 रुपियाँ गरेर हामीले खाँदै नखाएको चुरोटमा पनि कति रुपियाँ तिरिरहेको छौँ होला त सो एउटा चुरोटमा अहिले 5 रुपियाँको घाटा छ भनेपछि त्यो 5 रुपियाँ रिकभर गर्न चुरोटमा अझै 5 रुपियाँ ट्याक्स बढाइदिउँ प्रब्लम फिक्स भइहाल्यो होइन त होइन यसरी एउटा चुरोटमा वात्तै 5 रुपियाँ लगभग ट्याक्सलाई डबल गरिदिने हो भने यसले झन् ठुलो प्रब्लम निम्ति आउन सक्छ तर त्यो कसरी हुन्छ भनेर बुझ्नुभन्दा अगाडि हामीलाई अझै एउटा कुरा थाहा हुनुपर्छ अहिलेसम्म हामीले एक्सटर्नालिटी अर्थात् तपाईँले चुरोट खाएको कारणले अरूलाई हुने कस्टको बारेमा कुरा गरिरहेका थियौँ तर वाट अबाउट द कस्ट जुन तपाईँले पे गरिरहनु भएको छ तपाईँले एउटा चुरोट खाँदाखेरि समाजलाई 10 देखि 12 रुपियाँको घाटा हुन्छ भने तपाईँ आफूलाई चाहिँ कति घाटा हुन्छ त अब नर्मल इकोनोमिक्सको कुरा मान्ने हो भने तपाईँलाई खासमा घाटा भएकै छैन किन भन्दाखेरि तपाईँले चुरोट खानु तपाईँको खुसी थियो र तपाईँले जानेर बुझेर तपाईँ त्यसको कस्ट के हो भन्ने कुरा थाहा भएर मात्र चुरोट खानु भएको थियो तर के चुरोट खाने सबैजनाले साँच्चीकै सबै कुरा र सबै कस्टलाई एनालाइज गरेर र क्याल्कुलेट गरेर चुरोट खान्छन् त अभियसली खाँदैनन् हो यहीँनिर आउँछ नर्मल इकोनोमिक्सको दुईटा मुख्य समस्या टोटल स्मोकर्सहरू मध्ये 75%ले आफू 19 वर्ष हुनुभन्दा पहिल्यै नै चुरोट खान थाल्छन् त्यति सानो एजमा कुनै पनि मान्छेको लङ टर्म रिस्कलाई एनालाइज गर्न सक्ने क्यापेबिलिटी डेभलप भइसकेको हुँदैन फर एक्जाम्पल स्मोक गर्ने टिनेजरहरूको एउटा ग्रुपलाई क्वेसन सोधिएको थियो के अबको 5 वर्षमा तपाईँ चुरोट खानुहुन्छ कि खानु हुँदैन तीमध्ये कसैले खान्छु भन्ने र कसैले खाँदिन भने तर इन्ट्रेस्टिङ कुरा के हो भन्दाखेरि खान्छु भन्ने मान्छेहरू मध्ये 72%ले 5 वर्षपछि पनि खाइरहेका थिए तर खाँदिन भन्ने मान्छेहरू मध्ये 74% मान्छेले अझै स्मोक गरिरहेका थिए यस जुन ग्रुप अफ टिनेजरलाई लागेको थियो कि अबको 5 वर्षमा उनीहरू चुरोट खाँदैनन् तिनीहरूले झन् धेरै चुरोट खाइरहेका थिए र यसले प्रुभ गर्छ कि यङ स्मोकरहरू ऱ्यासनल हुँदैनन् उनीहरूलाई आफूले गरेको एक्सनको कस्ट के हो र आफूले कहिलेसम्म पे गर्नुपर्छ भन्ने कुरा थाहा नै हुँदैन र जब ती स्मोकरहरू अडल्ट हुन्छन् उनीहरूलाई छोड्न मन लाग्छ इनफ्याक्ट 80% स्मोकरहरूलाई स्मोकिङ छाड्न मन लाग्छ एउटा एभरेज स्मोकरले हरेक 8.5 महिनामा चुरोट छोड्ने कोसिस गर्छ तर ती मध्ये 54% स्मोकरहरू 7 दिनमा नै फेल हुन्छन् अब एकचोटि सोच्नु त तपाईँले कतिचोटि म अब चुरोट छोड्छु भनेर सोच्नु भएको थियो र छोड्नु भएको थियो अनि एक हप्ता नहुँदै तपाईँले फेरि चुरोट खान थाल्नुभयो र यसलाई नै भनिन्छ सेल्फ कन्ट्रोल प्रब्लम अनि यो सेल्फ कन्ट्रोल प्रब्लम चुरोटमा मात्र होइन तपाईँको डायटमा डिसिप्लिनमा पढाइमा र जिममा पनि एकचोटि याद गर्नु त तपाईँले त्यो जिमको 3 महिनाको मेम्बरसिप लिएर कति दिन चाहिँ जिम जानु भएको थियो म चाहिँ पर्सनली 6 दिन गएको थिएँ त्यसो भए यो चुरोट खानुको इन्टरनालिटी कस्ट चाहिँ कति हो त अर्थात् तपाईँले एउटा चुरोट खाए बराबर तपाईँलाई कति रुपियाँ घाटा हुन्छ यो इन्टरनालिटी कस्ट क्याल्कुलेट गर्नको लागि
लागि सबैभन्दा सुरुमा तपाईको ज्यानको भ्याल्यु बुझ्नुपर्छ, जसलाई VSLY भनिन्छ। VSLY भनेको एउटा समाजले तपाईलाई हरेक वर्ष जिउँदो राख्नको लागि कति रुपैयाँसम्म चाहिँ खर्च गर्न तयार छ भनेर बुझ्नुपर्छ, जुन नेपालको कन्टेक्स्टमा हरेक वर्ष 15.3 लाख रुपैयाँ हो। तर यसको अर्थ यो होइन कि तपाईको भ्यालु नै 15.3 लाख हो। यो केवल एउटा इकोनोमिक टुल हो जसलाई चाहिँ पोलिसी मेकिङ र यस्तै क्याल्कुलेसनहरुमा युज गरिन्छ। र यो VSLY भनेको देश अनुसार फरक हुन्छ, किनभने हरेक देशको इन्कम फरक हुन्छ। र मैले यो डेटा नेपालको कन्टेक्स्टमा चाहिँ कसरी क्याल्कुलेट गरे र कसरी निकाले भनेर तपाईलाई यदि एकदमै जान्न मन लागेको छ भने मैले डिस्क्रिप्सनमा 8 पाना लामो पेपर राखिदिएको छु, मैले आफैले क्याल्कुलेट गरेको, त्यो गएर पढ्न सक्नुहुन्छ। सो अब कुरा गरौँ कस्टको। अघि हामीले हेरेको थियौं कि तपाईले एउटा चुरोट खाँदाखेरि समाजलाई 12 रुपैयाँको एक्सटर्नलिटी कस्ट पर्न जान्छ। र अब इन्टर्नालिटी कस्ट अर्थात् तपाईलाई पर्ने कस्टको कुरा गर्ने हो भने त्यो एउटा चुरोटमा 61 रुपैयाँ अथवा एक बट्टामा 1227 रुपैयाँ पर्न जान्छ। र यो क्याल्कुलेसनले तपाईले हरेक दिन 10 वटा चुरोट खानुहुन्छ भनेर अज्युम गर्छ। र चुरोट नखाने मान्छेहरूलाई भनिदिउँ कि 10 वटा भनेको एउटा नर्मल अमाउन्ट हो। तर यदि तपाईले 10 वटा भन्दा कम या 10 वटा भन्दा बढी खानुहुन्छ र तपाईलाई आफ्नो कस्ट निकाल्न मन लागेको छ भने मैले डिस्क्रिप्सनमा एउटा आफैले बनाएर यो इन्टर्नालिटी कस्ट क्याल्कुलेटर राखिदिएको छु। त्यहाँ गएर आफूले दिनमा कतिवटा चुरोट खानुहुन्छ र एउटा चुरोट कति रुपैयाँ तिर्नुहुन्छ भनेर हाल्नु भयो भने तपाईको इन्टर्नालिटी कस्ट ज्यापै देखाइदिन्छ। यो कस्ट तपाईको घटेको त्यो लाइफ र बिग्रेको त्यो हेल्थको हो। र यहाँ त झन् तपाईले चुरोट खाइसकेपछि तपाईलाई जुन रोग लाग्छ र त्यसमा कति लाखौं उपचार हुन्छ भनेर त क्याल्कुलेट गरेको नै छैनौं। अब यसको सोल्युसन के हो त? सोल्युसन भनेको ट्याक्सेसन हो। भनेपछि हामीले अघि नै क्याल्कुलेट गरेको एक्सटर्नलिटीमा भएको 5 रुपैयाँको घाटा र अहिलेको इन्टर्नलिटीको 61 रुपैयाँ अर्थात् अब एउटा चुरोटमा 66 रुपैयाँ ट्याक्स बढाइदिम अनि त्यहाँबाट प्रब्लम फिक्स भयो, होइन त? यस्तो गर्नु भनेको सबैभन्दा ठुलो गल्ती हुन सक्छ। चुरोटमा लाग्ने ट्याक्स यसरी बढाउँदाखेरि मुख्य गरी 3 वटा समस्या आउँछन्। पहिलो कुरो चुरोट स्मग्लिङ हुन सक्छ। अस्ट्रेलियामा दुनियाको वान अफ द हाईएस्ट सिगरेट ट्याक्सेसहरु छ र अस्ट्रेलियामा अहिले यही ट्याक्स बढी भएर चुरोटको स्मग्लिङ पनि बढिरहेको छ। र नेपालको केसमा त यो झनै रिस्की छ, किन भन्दाखेरि इन्डियाको र हाम्रो ओपन बोर्डर छ र यदि कुनै दिन इन्डिया भन्दा बढी ट्याक्स नेपालमा हुने भने इन्डियाबाट नेपालमा चुरोट स्मग्लिङ हुन थाल्छ र यसले उल्टै सरकारको ट्याक्स रेभेन्यू घटाउन सक्छ। दोस्रो प्रब्लम हो रिग्रेसिभ नेचर। चुरोट महँगो हुँदा सबैभन्दा बढी असर कसलाई पर्छ? चुरोट खानेहरूलाई। तर चुरोट खानेहरू मध्ये पनि सबैभन्दा बढी असर कसलाई पर्छ? गरिब चुरोट खानेहरूलाई। किन भन्दाखेरि धनीहरूले त चुरोट महँगो भए पनि धेरै पैसा तिर्छन्, चुरोट खान्छन्, उनीहरूलाई समस्या भएन। तर गरिबहरू जो चुरोटमा अडिक्ट छन् उनीहरूले झ्याप्पै चुरोट छोड्न सक्दैनन्। सो उनीहरूले अब आफ्नो यो चुरोटको अडिक्सनलाई फुलफिल गर्नको लागि आफ्नो जिन्दगीको अरू ठाउँबाट पैसा काट्ने गर्छन् र चुरोट किन्नुमा झन् बढी पैसा खर्च गरिदिन सक्छन्। यसले त सोसाइटीमा झनै ठुलो इकोनोमिक बर्डन ल्याइदिन्छ। र तेस्रो प्रब्लम हो सब्स्टिट्युसन इफेक्ट। चुरोट एडिक्टिभ किन हुन्छ भन्दाखेरि चुरोटमा निकोटिन हुन्छ र यदि चुरोट छुनै नसक्ने गरी एकदम नै महँगो भइदिने हो भने मान्छेहरूले त्यो निकोटिनको क्रेभिङ फुलफिल गर्नको लागि अल्टरनेटिभ खोज्न थाल्छन्। र त्यसको अल्टरनेटिभ के हो? सुर्ती, गुटखा, बिडी, सस्तो अनरेगुलेटेड चुरोटहरू। र जब स्मोकरहरूले महँगो क्वालिटी कन्ट्रोल भएको चुरोट खानुबाट बिडी गुटखातिर शिफ्ट हुन थाल्छन्, त्यो बेलामा स्मोकरहरूमा हुने डिजिजको रिस्क अझै बढ्छ, किनभने हाई क्वालिटी चुरोटहरूलाई क्वालिटी कन्ट्रोल गरेर बनाइएको हुन्छ। तर यो सस्ता अल्टरनेटिभहरूमा रेगुलेसन कम हुने गर्छ र यसले झन् बढी रोग निम्त्याउन सक्छ, जसले फेरि समाजमाथि नै इकोनोमिक बर्डन बढाइदिन्छ। त्यसो भए यसको सोल्युसन चाहिँ के हो त? वेल, एट द एन्ड अफ द डे यसको सोल्युसन ट्याक्सेसन नै हो। ट्याक्सेसन यसको सोल्युसन हो भन्दैमा संसदमा हाम्रो सभासदहरूले भनेको जसरी 50%, 100% झ्याम ट्याक्स बढाउने भने होइन, एकदम नै कन्ट्रोल्ड वेमा ट्याक्स बढाउनु पर्छ। र यो ट्याक्स बढाउनु सँगसँगै इकोनोमिक अवेरनेस बढाउने, पब्लिक हेल्थ केयरलाई अझै राम्रो बनाउने लगायतका कुराहरू गर्नुपर्छ। सो नेक्स्ट टाइम जब तपाईको अगाडि कसैले चुरोटको धुवा उडाउँछ तपाईँ देख्नुहुन्छ त्यहाँ त्यो मान्छेले धुवा मात्र होइन तपाईको खल्तीबाट 5 रुपैयाँको एउटा हिस्सा पनि उडाइरहेको छ। र पैसा उडाउने कुरा गर्ने हो भने बाइ मी मोमोको कुरा गरौँ। यदि तपाईलाई मैले गरेको काम मन पर्छ र मलाई सपोर्ट गर्न मन छ भने buymemomo.com/regalsoup69 मा गएर मलाई 2-4 प्लेट मोमो खुवाउन सक्नुहुन्छ। द्याट्स इट फर टुडे। गुड बाई।